पाथवे जुन लिए पनि भयो, मेजर स्केलको लिए पनि भयो, माइनर स्केलको लिए पनि भयो, तर अब जुन पेरियोडिकली रिपिट हुने जुन नोट छ, जुन अक्टेभ बन्न पुग्छ, त्यो चाहिँ हाम्रो सेम नै हुन्छ, रुट नोटलाई नै फलो गरेको हुन्छ। त्यो भन्नाले कुनै पनि एउटा नोट पेरियोडिकली रिपिट हुन्छ, तर रिपिट भएको वालामा चाहिँ हामीहरूले फ्रिक्वेन्सी यानि कि पिचमा डिफ्रेन्स पाउँछौँ। अक्टेभ भनेको हाम्रो 4th स्ट्रिङको 5th फ्रेटमा आयो, यो पनि जी नै हो। 5th स्ट्रिङको 3rd फ्रेटमा हामीले सी पाउँछौँ, सीलाई रुट लिएर गरौँ, यो गर्दै जाँदा हामीहरूको 3rd स्ट्रिङको 5th फ्रेटमा पनि सी नै हो। यसलाई माइनर स्केलमा नि गर्छु अहिले मैले, माइनर स्केलमा जाँदा पनि यसको 3rd स्ट्रिङको 5th फ्रेटमै आयो भन्नाले हामीहरूको फर्स्ट अक्टेभ भनेको 4th स्ट्रिङको 7th फ्रेटमा आयो। सेकेन्ड अक्टेभ भनेको हाम्रो सेकेन्ड स्ट्रिङको 10th फ्रेटमा आयो। 3rd, 4th, 5th र 6th स्ट्रिङमा चाहिँ यसरी हामीले थाहा पाउन सक्छौँ। आजको हाम्रो भिडियो चाहिँ अक्टेभको बारेमा हुनेवाला छ। अक्टेभको छोटो इन्ट्रोडक्सन दिनुपर्दा चाहिँ अक्टेभ भन्नाले कुनै पनि एउटा नोट पेरियोडिकली रिपिट हुन्छ, तर रिपिट भएको वालामा चाहिँ हामीहरूले फ्रिक्वेन्सी यानि कि पिचमा डिफ्रेन्स पाउँछौँ भन्ने कुरा हुन्छ। आइदर पाथवे दुईवटा छन् हामीहरूको जाने अक्टेभको लागि, मेजर स्केल र माइनर स्केल दुईटैबाट जाँदा अल्टिमेट आउने हाम्रो अक्टेभ भनेको सुरुको रुट नोट नै हुन्छ है त। पाथवे चाहिँ मेजर स्केल लिँदा पनि भयो, माइनर स्केल लिँदा पनि भयो है त। यसको एउटा इक्जाम्पलको लागि सुरुमा एउटा सानो इन्ट्रोडक्सन अक्टेभको लागि हामीहरूको जुन यो माथिको जुन यो गिटारमा 3rd स्ट्रिङ छ, 3rd स्ट्रिङभन्दा माथिसम्मको लागि मेजर स्केलमा एप्लाई हुने सबैको प्याटर्न एउटै हुन्छ, ट्याप्समा देखाए अनुसार है। यसको जुन यो प्याटर्नहरू छ त्यसलाई फलो गर्दै जाऊँ र तिनीहरूको अक्टेभ निकाल्दै जाऊँ। 3rd स्ट्रिङदेखि माथि 6th स्ट्रिङसम्म हामीले सबै निकाल्दै जाऊँ है त। फर्स्टमा म 6th स्ट्रिङको 3rd फ्रेटबाट स्टार्ट गर्न चाहेँ। यो भनेको जी मेजर हो, रुट मैले जी लिएँ, यसलाई मेजर स्केलमा पनि गरौँ, यो मेजर स्केलमा थियो र यसको अक्टेभ भनेको हाम्रो 4th स्ट्रिङको 5th फ्रेटमा आयो, यो पनि जी नै हो है त, यो पनि जी नै हो। अर्को मैले कुन गर्छु भन्दा 6th स्ट्रिङको 7th फ्रेटमा हाम्रो बी छ हैन, यसको पनि फर्स्टमा मेजर स्केल नै गरौँ न हैन। यो गर्दै गर्दा हामीहरूको यसको 4th Street 9th fret फ्रेटमा पनि बी नै हो भन्ने थाहा पाएँ मैले। दिस अक्टेभको मेरिट्स नै यही छ है त। जस्तै अब मैले अब 5th स्ट्रिङबाट पनि गर्छु। 5th स्ट्रिङको 3rd फ्रेटमा हामीले सी पाउँछौँ, सीलाई रुट लिएर गरौँ, यो गर्दै जाँदा हामीहरूको 3rd स्ट्रिङको 5th फ्रेटमा पनि सी नै हो। यसलाई माइनर स्केलमा नि गर्छु अहिले मैले, माइनर स्केलमा जाँदा पनि यसको 3rd स्ट्रिङको 5th फ्रेटमै आयो भन्नाले पाथवे जुन लिए पनि भयो, मेजर स्केलको लिए पनि भयो, माइनर स्केलको लिए पनि भयो, तर अब जुन पेरियोडिकली रिपिट हुने जुन नोट छ, जुन अक्टेभ बन्न पुग्छ, त्यो चाहिँ हाम्रो सेम नै हुन्छ, रुट नोटलाई नै फलो गरेको हुन्छ है त। यसको पाथ जुनबाट लिए पनि भयो। मेजर स्केल र माइनर स्केलको लागि यसरी थियो। अब जस्तै अरू इक्जाम्पल लिन सक्यो, जस्तो मैले अब 6th स्ट्रिङको 5th फ्रेटमा यही छ हैन। अब यसलाई पनि गर्दै जाऊँ र प्रोग्रेसन मेजर र माइनर दुईटैमा गरौँ है त। मेजर म गर्छु फर्स्टमा भन्नाले हाम्रो यो 4th स्ट्रिङको 7th फ्रेटमा पनि ए रहेछ है त। 4th स्ट्रिङको 7th फ्रेटमा पनि यो दुईटा भनेको ए रहेछ हैन। अब यसलाई माइनर स्केलको पाथबाट पनि जाऊँ हैन, माइनर स्केलको पाथमा पनि यही नै आउने रहेछ यसको हैन भन्नाले 4th स्ट्रिङको 7th फ्रेटमै आउने रहेछ भन्नाले अक्टेभ यसरी आउने रहेछ है त। यो त भयो हामीहरूको फर्स्टको 4वटा स्ट्रिङमा। अब डिफ्रेन्स यो दुईवटा जुन यो लास्टको यानि कि फर्स्ट स्ट्रिङ र सेकेन्ड स्ट्रिङमा आखिर डिफ्रेन्स के हुन्छ भन्दा जस्तै यो 4वटा स्ट्रिङमा फर्स्ट नोट एजम्सनको लागि है, एजम्सनको लागि यो 4वटा स्ट्रिङको फर्स्ट नोट भनेको ए हो भनेदेखि यो लास्टको दुईवटा नोटको फर्स्ट नोट भनेको जी सार्प हुन्छ कि, जी सार्प हुन्छ
है त जी सार्प हुन्छ। सो यिनीहरूलाई कम्पिट गर्नको लागि जस्तै मेरो यो फर्स्ट स्ट्रिङमा सबै ए थिए भनेदेखि यो चारवटा फर्स्टको चारवटा स्ट्रिङमा ए छन् भनेदेखि लास्टको दुईवटा स्ट्रिङको सेकेन्ड फ्रेटमा ए हुन्छ क्या, भन्नाले एक स्टेप राइट जान मिल्छ। जस्तै यसको लागि एउटा नर्मल एउटा चेक गरी पनि हेर्न मिल्छ है। जस्तै अब मेजर स्केल प्रोग्रेसन मैले यसको लागि एक्जाम्पलको लागि फिफ्थ स्ट्रिङको थर्ड फ्रेटबाटै गरिदिएँ होइन। यो हुँदै गर्दा फर्स्ट नोट सी, सेकेन्ड नोट डी, थर्ड नोट ई, फोर्थ नोट एफ, फिफ्थ नोट जी, सिक्स्थ नोट ए, सेभेन्थ नोट बी र एट नोट सी है त। यसरी भयो होइन। र यो यसरी आउँदै गर्दाखेरि यो चेक पनि गर्न मिल्छ है। यो जस्तै यो फिफ्थ स्ट्रिङको थर्ड फ्रेटमा सी नै छ होइन, वा यो फोर्थ स्ट्रिङको सेकेन्ड फ्रेटमा ई नै छ भनेर चेक पनि गर्न मिल्छ। जस्तै आफैमा चेक पनि गर्दै जानु त होइन। यो फिफ्थ स्ट्रिङ भनेको आफैमा ए हो, ए सार्प बी सी नै रहेछ यो होइन, सी सार्प डी, यो पनि डी रहेछ। त्यसपछि फोर्थ स्ट्रिङ आफैमा भनेको डी हो, डी सार्प ई, यो पनि मिल्यो होइन। यसै गरी यो मिलेको हुन्छ। अब यसलाई किन एक साइड राइट जानु पर्यो त भन्दाखेरि अब एक्चुअलमा युज आउँछ यसको। अब यसको हामीले जुन यो सी फिफ्थ स्ट्रिङको थर्ड फ्रेटबाट यसको अक्टेभ निकाल्दा हामीले यसको थर्ड स्ट्रिङको फिफ्थ फ्रेटमा पाएको थियौँ कि सी भनेको होइन। एउटै हो, सी नोट नै हो। के हुन्छ भन्दाखेरि यसमा चाहिँ जति राइट र लोवर पार्टमा जान्छौँ हामीले त्यतिको पिचमा अलिकति डिफ्रेन्स भनेको हायर लेभलको पिच पाउँछौँ है। जस्तै अब यसमा चेक गरौँ। जस्तै यो फिफ्थ स्ट्रिङको थर्ड फ्रेट भनेको सी नै हो कि होइन त होइन, चेक गर्न त पाइयो। त्यसको लागि थर्ड स्ट्रिङ भनेको आफैमा जी, जी सार्प ए, ए सार्प बी, सी रहेछ नि, सी नै रहेछ, सी रहेछ है। यसलाई सीको हामीहरूको प्रोग्रेसन कुन कुन थियो, प्रोग्रेसनमा कुन कुन नोटहरू थियो, सी पछि डी, सी पछि डी। त्यसपछि प्याटर्न अनुसार त हामीले यसरी जानुपर्ने थियो। तर के हुन्छ भन्दाखेरि हामीहरूले भन्यौँ नि सुरुको यो चारवटा स्ट्रिङलाई एजम्सनको लागि फर्स्ट फ्रेट ए हो भनेदेखि ए लास्टको दुईवटा स्ट्रिङमा पाउनको लागि सेकेन्ड फ्रेटमा हामीले कुर्नुपर्ने हुन्छ। सो यसमा चाहिँ प्याटर्न अलिकति फरक छ लास्टको दुईवटा स्ट्रिङमा। कसरी हुन्छ भन्दाखेरि यसरी हुन्छ। अब यसलाई चेक पनि गर्न मिल्छ है, एक साइड राइट आउनुपर्छ फर्स्ट स्ट्रिङ र सेकेन्ड स्ट्रिङमा है त। अब यो चेक गर्न मिल्छ, सी र डी मिल्यो। अब ई मिल्छ कि नै, ई भनेको सेकेन्ड स्ट्रिङको फिफ्थ फ्रेटमा हो है त, मिल्छ कि नै। सेकेन्ड स्ट्रिङ भनेको आफैमा बी, सी, सी सार्प डी, डी सार्प ई मिल्यो है त, डी मिल्यो भनेपछि अब यो जुन यो सिक्स नोट छ, सिक्स नोट यानि कि ए, यो मिल्छ कि मिल्दैन त, चेक त गर्न मिल्यो। अब चेक गर्नको लागि हामीले लास्ट स्ट्रिङ भनेको ई हो, एफ, एफ सार्प जी, जी सार्प ए मिल्यो है त। जुन यो प्याटर्न छ मेजर स्केल गर्ने र माइनर स्केल गर्ने, यसमा चाहिँ लास्टको यो जुन यो फर्स्ट स्ट्रिङ र सेकेन्ड स्ट्रिङ छ यिनीहरूमा चाहिँ एक साइड एक फ्रेट राइटपट्टि जानुपर्ने हुन्छ है त। हामीले एक फ्रेट राइटपट्टि आउनुपर्ने हुन्छ गिटारको। यो आउँदा चाहिँ हामीहरूको मिल्छ प्रोग्रेसन। अब ल जस्तै यो त मैले थर्ड स्ट्रिङबाट देखाइदिएँ। अब एउटा फोर्थ स्ट्रिङको पनि एउटा इक्जाम्पलमा जाऊँ। जस्तै मैले फोर्थ स्ट्रिङको फिफ्थ फ्रेटमा हाम्रो जी छ, जीबाट मेजर स्केल प्रोग्रेसन गर्छु है त। यसमा पनि प्याटर्न समाउ त्यस्तै छ। जुन हाम्रो फिफ्थ नोट छ, फिफ्थ नोटसम्म प्याटर्न मिल्छ। अब सिक्स नोटदेखि फरक मिल्छ। यो खासमा यहाँ हुनुपर्ने हो होइन, फोर्थ स्ट्रिङको नै सरी सेकेन्ड स्ट्रिङको फोर्थ फ्रेटमा हुनुपर्ने थियो, तर यो हुन्न। अब यो चाहिँ फिफ्थ स्ट्रिङमा फिफ्थ फ्रेटमा सर्छ। किन सर्छ? किनकि रिजन मैले भनिसकेको छु होइन। यसरी होइन, यसरी हामीहरूले गर्न सक्छौँ। अब हातलाई झन्नै एकदम
स्मुथली र छिटो चलाउन सिक्नको लागि चाहिँ एउटा कन्टिन्युअस प्याटर्न हामीले सिक्नको लागि चाहिँ के हुन्छ भन्दाखेरि अक्टेभ भेटाइसकेपछि हामीले त्यसलाई फेरि मेजर स्केलमा लगेको भने मेजर स्केलमै प्रोग्रेसन बढाइराख्ने। जस्तै एक्जाम्पलको लागि मैले 5th स्ट्रिङको 3rd फ्रेटबाट लिएँ जुन सी छ, यसको एउटा कम्प्लिट प्याटर्नसम्म एउटा अक्टेभ होइन एउटा कन्टिन्युअस प्याटर्नमा भर्टिकली गर्दै जाँदा कतिचोटि अक्टेभ भेटिने रहेछ त, गरौँ है त। फर्स्ट अक्टेभ भनेको हाम्रो आफैमा 5th स्ट्रिङको 3rd फ्रेटमा सी थियो, त्यसपछि अहिले 3rd स्ट्रिङको 5th फ्रेटमा आएको छ। अब यसमा पनि अब कन्टिन्युअसली गरौँ। यो 8 यो भनेको 8 और फर्स्ट नोट हो होइन अक्टेभ भएर। अब यसबाट फेरि मेजर स्केल प्रोग्रेसन गर्दै जाउँ। फेरि अब सीको अक्टेभ भनेको हामीले फर्स्ट स्ट्रिङको 8th फ्रेटमा पायौँ कि है, फर्स्ट स्ट्रिङको 8th फ्रेटमा पायौँ। यसरी त हाम्रो 5th स्ट्रिङदेखि भयो। अब एउटा 6th स्ट्रिङदेखि पनि देखाइदिन्छु। 6th स्ट्रिङको 5th फ्रेटमा चाहिँ हाम्रो ए छ, यसको पनि यसको म माइनर स्केलबाट देखाइदिन्छु ल। माइनर स्केल र मेजर स्केल भनेको एउटा पात मात्रै हो, तर अक्टेभ चाहिँ एउटै आउँछ यता। हामीहरूको फर्स्ट अक्टेभ भनेको 4th स्ट्रिङको 7th फ्रेटमा आयो। सेकेन्ड अक्टेभ भनेको हाम्रो सेकेन्ड स्ट्रिङको 10th फ्रेटमा आयो। यो पनि ए नै रहेछ है त। यसै गरी हामीहरूले अरूको लागि पनि रुट नोटमा कुनै स्केल कुनै पनि पाथ चुज गरेर हामीहरूले फर्स्ट अक्टेभ निकाल्छौँ र फर्स्ट अक्टेभ निकालिसकेपछि फेरि पनि त्यसको प्रोग्रेसन गर्दै जाँदा हामीहरूले गिटारभरिमा त्यो नोट्सहरू कहाँ छ भन्ने कुरा थाहा पाउन सक्छौँ है त। अब अक्टेभको यो भिडियो लिइसकेपछि अक्टेभको मेरिट्सहरू के छ त? अक्टेभको मेरिट्स भनेको अब जस्तै हामीहरूले अघि प्रोग्रेसन गरे अनुसार यसको स्टेटमेन्टमै छ, कुनै पनि एउटै नोट फेरि रिपिट हुनु भन्नाले हामीहरूले एउटै नोट थाहा पाउन सक्छौँ। जस्तै मेरो 6th स्ट्रिङको 3rd फ्रेटमा जी छ। अब यही जी हामीले कति ठाउँमा पाउँछौँ त? अक्टेभमै है, अक्टेभमै गर्दा 6th स्ट्रिङको 3rd फ्रेटमा, 4th स्ट्रिङको 5th फ्रेटमा र 2nd स्ट्रिङको 8th फ्रेटमा। यसरी हुँदो रहेछ होइन। यो त भयो जीको लागि। अब अर्को जस्तै मैले यो 5th स्ट्रिङको 7th फ्रेटमा ई छ। अब यो ई कहाँ पाउँछौँ? अक्टेभमा मात्रै है, फर्स्टमा अक्टेभमा थाहा पाउँ। यो भनेको ई हो भनेपछि अफकोर्स यसको 3rd स्ट्रिङको 9th फ्रेटमा ई पाउँछौँ र अर्को ई भनेको हामीले फर्स्ट स्ट्रिङको 12th फ्रेटमा पाउँछौँ है त, 12th फ्रेटमा है। यो अक्टेभ थाहा पाउने एउटा प्याटर्न चाहिँ फर्स्टको 4वटा स्ट्रिङमा चाहिँ ट्याप्समा 2वटा देखाइदिएको छु, ट्याप्समा 2वटा देखाएअनुसार यसरी 2वटा अक्टेभहरू फर्स्ट यो जुन यो 3rd, 4th, 5th र 6th स्ट्रिङमा चाहिँ यसरी हामीले थाहा पाउन सक्छौँ। र लास्टको 2वटा स्ट्रिङमा पनि 2वटा तरिका छ, त्यो 2वटै ट्याप्समा देखाइदिएको छौँ। यसै गरी हामीले चाहिँ अक्टेभको मेरिट्सहरू एउटा एडभान्टेज लिन सक्छौँ होइन। अर्को नोट कहाँ छ र कुन नोट के हो होइन। अक्टेभको लागि अक्टेभको नलेज हुन्छ भनेदेखि तपाईँहरूलाई फर्स्टको 6th स्ट्रिङ र 5th स्ट्रिङमा कुन फ्रेटमा कुन नोट छ भनेर थाहा पाउनु भयो भनेदेखि चाहिँ अरू बाँकीको यो 1st देखि 4th स्ट्रिङसम्मको सबै नोट्सहरू तपाईँहरूले इजिली थाहा पाउन सक्नुहुन्छ। All octave picks practice all. आजको हाम्रो लेसन यही सकिन्छ। थ्याङ्क्स फर वाचिङ।